पहिला मेरो यहाँदेखिको रुखसम्म पुगिसक्यो तर फलेको छैन। कस्तो खालको हो गाई चियाएर लुगा सुकाउने डोरीभरि आएको छ है टक्क लागेर यो चाहिँ फलेको चाहिँ छैन। यो माथि 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 गइसक्यो। यस्तो छ यसको हालत। पपी हेर ओइ त्यहाँ हेर त बिरालो हेर त कुखुरा खाइदिन्छ। एउटा फलेको छैन अब चाहिँ फल्छ कि भनेको पहेँलो हुँदै गइगयो के भएको गाई यहाँनिर त यो धरानमा हेर हेर मुसा हेर मुसा मुसा खोज्दैछ त्यसले चाहिँ टक्क लागेर खोज 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 के छ हेर हेर सामा सामा पपी कहाँनिर छ हेर त हेर हो त्यहाँ खोज। आहा कति राम्रो पुतली खोज 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 खोज। अघि हिजो त घुम्नु जाँदाखेरि मेरो चल्ला एउटा लग्यो होइन बिरालोले ए एउटा चल्ला लग्यो होइन त कहाँ गइस् बिरालोको त काल बनाउँछ नि यसले यो नभएको मौकामा एउटा लगेर खाइहाल्यो नि। तैँले हिजो खेदाउँदा खेदाउँदै त पनि कता गइस् घुम्न जान्छस् बेला बेला ओइ घुम्न जान्छस् त घुम्नु गएर हुन्छ मेरो चल्लै खाइदियो एउटा। यहाँ सिस्नो परिरहेछ है घरमा नगरे के नै हुँदो रहेछ गरे त सबै थोक हुँदो रहेछ नि। सिस्नो 3-4 छाक खाने भइगयो टक्क लागेर गिलो पकाउनु पर्यो गाइस म यहाँनिर अब गिलो पकाएर दोकान जाने। अब यसमा के छ चियापत्ती रहेछ भिडियो चाहिँ अब खासै सफा आउँदैन है गाइस यस्तै छ। पानी हाल्ने अनि गिलो पकाउने अलिअलि पखाल्नै पर्यो गिलो पकाउने हो यसरी। अब चटपटी बेच्न जाने गिलो पकाउने हो धेरै बिक्दैन हाम्रोमा। पिठो चाहिँ भित्रभित्र छ तर भित्र चाहिँ आउँदो रहेछ बत्ती भएको छ उज्यालो भयो पिठो यही हो यसलाई चाहिँ 40 रुपियाँ 40 रुपियाँ। अब यो भिडियो बनाउँदा बनाउँदै कसरी पिठो हालौँ फेरि तेल 150 रुपियाँ अरे यसलाई कति महँगो भएको पहिले 180 रुपियाँमा आउँथ्यो सुरुमा अहिले त यति महँगो भएको छ कि यो अब एक हातले खोल्नै कसरी के भिडियो बनाएको म 2 हातले नै खोल्छु ल पहिले चाहिँ अनि मात्रै देखाउँछु ल गाइस। मेरो चुच्चे करेला भनेको चाहिँ कस्तो नफुलेको हो नभए फुलो 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 यो चाहिँ मैदा हाल्नुपर्छ यसरी मैदा हालेर पकाउने हो गिलो यसरी हाल्ने हो अनि पकाउने हो यति भए त पुगिहाल्छ है। अब यसलाई रङ हाल्ने यसरी धेरै पर्यो भने यति रङ हाल्ने हो कलर अलिक पुग्दैन होला हौ। अब चलाउनु पर्छ यसलाई यहाँ यो चलाउने यसले चाहिँ राम्रो फिटिन्छ यसो गरेर ग्यास बालेर यसलाई मजाले पकाउने। ग्यास बाल्ने ठाउँ चाहिँ हाम्रो अलिक अँध्यारो छ ग्यास अलि अँध्यारो छ पकाउने ठाउँ चाहिँ अलि अँध्यारो छ।
यसरी पकाउने हो। अब एकछिनमा पाक्छ। अब राख्ने यहाँ टक्क लागेर झुन्डाउने यस्तो बनाएको छ हाम्रोमा चाहिँ। यस्तो छ। अब यहाँ पुरानो छ घर पनि। त्यही पनि बालेन दाई भन्ने बेला भइगयो। बालेन सर यो के भन्छ हाम्रो सुकुम्बासीमा डोजर नलाइदिनुहोस् न। यहाँ के भन्छ यस्तो पुरानो घर छ र बसिरहेको छौँ हामी यस्तो पुरानो भए पनि। अनि 10 तिहारमा टिका लगाइदिउँला के बालेन दाई बालेन सर दाई भन्न आउँछ मलाई चाहिँ है ज्यादा जस्तो। यहाँ यसरी चटपटे बेच्न जान्छौँ। सुकुम्बासीमै घर छ हाम्रो पनि। यस्तो पुरानो घरमा बस्नु परेको छ। रै पनि यो घर पनि डोजर लगाइदिने अरे गाइज के गर्ने। गाह्रो छ हौ जिन्दगीमा गरी खानलाई गाह्रो छ। जमाना खराब छ। अब यो कहिले पाक्ने हो यसलाई घुमाएकै गर्नुपर्छ फेरि। छिटो छिटो पाक। अनि म जाने हो टक्क लागेर ड्युटी। अब म हाम्रो पनि सुकुम्बासीमै घर छ। यस्तो छ बाहिर चाहिँ गाइज सुकुम्बासीमै हाम्रो घर। सबै सुकुम्बासीमा छ है। तर यहाँ बालेनले डोजर लाउने भनेर कहिले चटपटे बेचेको पैसा पनि कहिलेकाहीँ उहाँ ओडा भन्छ त्यो ओडामा जानुपर्छ। घरि कहाँ जानुपर्छ त्यति सकिन थालिसक्यो। चटपटे बेचेर कमाएको पैसा पनि। यो चाहिँ अहिले पाकेपछि यति राम्रो हुन्छ कि गाइज पाकिसकेपछि देखाउने होला छु ल। त्यही पनि यतिकै पाक्छ कि भनेको। तर भिडियो एकदम लामो हुने रहेछ है। यसरी पाक्ने देखाउँदा त टाइम लाग्ने रहेछ। यसरी पकाउनुपर्छ चटपटेको। गिलो चटपटे बनाइदिनुहोस् न भन्छन्। अब गिलो चटपटे त बनाइदिनै पर्यो गाइज। गिलो चटपटे बनाउनुको लागि हाम्रो चाहिँ थोरै बिक्री हुन्छ अहिले चाहिँ है। 800-900 बिक्री हुन्छ। कहिले 1000-1500 बिक्री हुन्छ। कहिलेकाहीँ फेरि 2000सम्म मात्रै हुन्छ। अनि अहिले चाहिँ बिक्री नै छैन जेठ लगाइकन। अनि अब नबेचिकन त के खानु। नबिके पनि यसलाई चाहिँ हल्लाइराख्नुपर्छ। हल्लाएन भने फेरि गाँठो परेको गर्छ यो। यस्तो समस्या छ कि। बाई बाई गाइज। अहिले म तपाईँहरूसँग पाकेपछि देखाउँछु।